नानामा सर्कट बिग बजार आउनुहोस्। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ हामीले फेरि पनि रिक्सादेखि नै सुरु गऱ्यौँ। आज हामी तिनजना चाहिँ कहाँ जान लागेको थाहा छ? कहाँ जान लागेको खै के भनिदिउँ। हामी चाहिँ घुम्न जान लागेको है। हामी चाहिँ घुम्न जान लागेको राजकोटको भीमनगर चोक शनिबारे भन्ने ठाउँतिर चाहिँ घुम्न गएको। हामी चाहिँ आज तिनजना घुम्न गइरहेछौँ। साथै एकजना साथीलाई पनि भेट्नु छ। होइन हामी तिनजना छौँ आज शनिबारतिर जाँदैछौँ। एउटालाई भेट्नु थियो साथीलाई, अनि उसलाई भेट्नको लागि चाहिँ हामी शनिबारतिर हिँडिरहेछौँ। अब साथी भेटिन्छ भेटिन्न हेर के हुन्छ। कतियो छोडेर जाने मन, रुँदै रुँदै तिम्रो साथ छोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे सानो, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो। रित्तो आत्मा बोकेर लाने मन, कतियो छोडेर जाने मन, रुँदै रुँदै तिम्रो साथ छोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे सानो, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे सानो, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो। यस्तो छ हाम्रो मूर्ति चाहिँ, यस्तो मस्त छ क्या यहाँ मूर्ति चाहिँ यस्तो छ। हाम्रो गौतम बुद्ध जस्तो छ होइन, स्टाइल पनि सेम गौतम बुद्ध जस्तै। हामी चाहिँ के कभर सबर लग्न आउनु पर्यो भने हामी यहीँ आउँछौँ है। यस सोरुममा सस्तो मिल्छन्, यही ठाउँमा हो हामी आउने। हामी सधैँ के कपडा सब्जी जे पनि रासन पानी लग्न आउनु पर्यो भने हामी यही ठाउँमा आउँछौँ के। म सधैँ भिडियोहरू क्लिक त गरिरहन्थेँ, तर पनि पोस्ट चाहिँ गर्न पाएको थिइनँ। आज यो भिडियोलाई चाहिँ म पोस्ट गर्न सक्छु होइन, फिक्स हुँदैन के। यस्तो मस्त मिल्छन् यहाँ सबै कपडाहरू। सुर्केस भयो, त्यसपछि लारे बेल्ट ब्याग जे चाहियो त्यही भेटिन्छन् यसमा चाहिँ। हामी आउने सोरुम म सधैँ उसमा आएर हामी लग्छौँ होइन कपडा सबर। अब साथीलाई म फोन गर्छु, त्यो चाहिँ कहाँ छ, आउँछ कि आउँदैन हेरौँ है। त्यो पुल के त्यही रोड आउँछ मेरो अगाडि, म आउँछु। ल म तँलाई फोन आन्छु अहिले, हामी एकछिन सामान। ल त साथी चाहिँ आइसकेको छ, त्यसलाई मैले फोन गरेर भने आइज बाटोमा आइज, बाटोसम्म त भेटौँ भने। त्यस खै के टाउकोमा के औषधि गरिरहेको छु भन्दै थियो, त्यही भएर त्यो धेरै हिँड्न मिल्दैन भन्दै थियो क्या। त्यही भएर चाहिँ त्यसलाई बाटोसम्म बोलाएँ मैले। आउँदैछ, म पनि हिँडिरहेको छु त्यसलाई भेट्नको लागि। अब जाम कहाँनिर भेटिन्छ त्यो होइन। ल त गाइस उ चाहिँ भेटिसकेको छ हैन। हाम्रो सायद धेरै महिना पछि चाहिँ भेट भएको छ। उ आइसके
ये दोस्ती हम नहीं तोड़ेंगे तोड़ेंगे दम मगर तेरा साथ ना छोड़ेंगे। ल है हामी भेट्यौँ फाइनल्ली हामी भेटिसक्यौँ हामी कति भयो धेरै भइसक्यो हाम्रो भेट्न पाएको सबको 3-4 महिना जति भइसक्यो के ऊ चाहिँ पहिल्यै आएको यो ठाउँमा म चाहिँ पछि आएको 1 महिना जति भयो म आएको ऊ चाहिँ 2-3 महिना भइसक्यो होइन ल फाइनल्ली भेट भयो होइन साथीसँग हामी फेरि यता 2 जना आएको थियौँ के उहाँ दाइसँग आएको थिएँ म उहाँ दाइलाई फेरि यहाँ पहिलो यो नयाँ ठाउँ हो अब पहिलोचोटि आउनुभयो के यो ठाउँमा त्यही भएर उहाँलाई चाहिँ यता हामीले सँग लिएर आएको थियौँ त्यही भएर चाहिँ उहाँ पनि अहिले मसँगै हुनुहुन्छ अनि यता साथीहरू पनि भेटियो होइन खुसी लाग्यो जे होस् खुसी लाग्यो भने साथी चाहिँ यता हामी बस्ने यो यो रोड भन्दा हल्का यता भित्र गएर बिल्डिङतिर जानुपर्छ यो रोड भन्दा हल्का यता गएर अनि भित्र जानुपर्छ टाउकोमा अब यस्तै हल्का पल्का चोट लागेको छ भनौँ हल्ली चल्ली सब ठिक छ भनौँ बरु आफ्नै भनौँ के हुनु सब घरतिर अब तिहारमा जानु पर्ला तिहारमा जाने भन्ने अब खै कस्तो हुन्छ अरू सब ठिक छ भनौँ अब आफ्नै सुनौ बरु कहिले जाने हो घरतिर ए ठिक छ होइन अब हामी म पनि होटल जानुपर्छ के होटलमा फेरि समय पुगेन भने फेरि 500 त्यही भएर चाहिँ अब हामी छुट्टिन्छौँ त्यही हो अब फेरि अर्कोचोटि भेटिन्छ हामी भेट गर्छौँ फेरि पनि भेट गर्नेछौँ नजिकै रहेछ थाहा भएन अब होइन हामीलाई यति नजिकै रहेछौँ हामी अब नचिने ठाउँमा के थाहा हुन्छ कि नयाँ नयाँ ठाउँमा के थाहा नजिकै रहेछौँ अब चाहिँ हामी सधैँ भेट गर्नुपर्छ भन्न चाहन्छु म ल त गाइस अब हामी चाहिँ यहाँदेखि अब हामी रुमतिर जान लाग्यौँ होइन अब यहाँदेखि चाहिँ हामी रुमतिर लागिसक्यौँ हामी 3 जना अब जानुपर्छ हामी रुमतिर होइन यही हो यो साथीसँग पनि भेट भयो धेरै समय पछि अनि यहाँको बसाइ के भन्छन् घुमघाम पनि राम्रै भयो ए नानामा सर्कर आम बिग बजार आउनुहोस् हामी पनि जाउँ ल त गाइज आजको भ्लग चाहिँ यही रोकिन्छ अब अर्को भ्लगमा भेटघाट गरौँला ओके बाई